हेलो गुड इभिनिङ साथी हो। आज चाहिँ म पोइसाग चाहिँ कटिङबाट यसरी उमार्ने कसरी उमार्ने भनेर तपाईँहरूलाई देखाउँदैछु। पोइसाग र पुदिना पनि छ। मैले चाहिँ बजारबाट पोइसाग र पुदिना चाहिँ बजारबाट ल्याएको थिएँ। पोइसाग चाहिँ खाएर चाहिँ त्यो छिप्पेको डन्ठा चाहिँ मैले कटिङ गरेर चाहिँ 5-6 दिनको लागि पानीमा भिजाएर राखेको थिएँ। पोइसाग पनि पुदिना पनि 5-6 दिनपछि त मजाले जरा उम्रेर पनि अहिले हेर्नु 20-25 दिनमा त खाने लायकको भएछ। हेर्नु न कस्तो मजाको सप्रेको छ मेरो पोइसाग। पत्ताहरू पनि कस्तो साइनिङ गरेको, कस्तो मजाको सप्रेर आएको छ। हेर्नु के मजाको। साथीहरू तपाईँहरू पनि यसरी कटिङबाट रोप्नु सक्नुहुन्छ पोइसाग। हेर्नु के मजाको। यहाँ एउटा कुनामा पनि रहेछ। पुदिना पनि हेर्नु न खाने लायकको भइगयो। कस्तो मजाको सप्रेको छ पुदिना पनि। मेरो त एक